एउटा बिरालोले आफ्नो सानो बच्चालाई सुनसान जग्गामा छोडेर गइन्। त्यो बिरालोको बच्चा भर्खरै जन्मेको थियो। भाग्यवश उसले फालिएको एउटा पिज्जाको टुक्रा भेट्टायो। भोकले व्याकुल भएकोले उसले त्यो खायो। नजिकै दुईवटा बिरालाहरूले उसलाई हेरिरहेका थिए र उसको असहाय अवस्था देखेर खित्का छाडेर हाँसे। तिनीहरूको हाँसोले सानो बिरालोलाई झनै दुखी बनायो र ऊ धेरै रोयो। त्यो सानो जीवसँग अरू खानेकुरा किन्नको लागि कुनै पैसा थिएन। बाँच्नको लागि उसले फोहोर सफा गर्ने काम गर्न थाल्यो। त्यसबाट उसले केही पैसा कमायो। त्यसपछि उसले जुत्ता पालिस गर्ने काम पनि गर्यो र थप पैसा जम्मा गर्यो। उसको सङ्घर्ष त्यतिमा रोकिएन। उसले घरहरूमा प्लास्टर गर्ने र इँटाहरू उठाउने जस्ता कठिन कामहरू पनि गर्यो। यसरी उसले थोरै थोरै गर्दै प्रशस्त पैसा जम्मा गर्यो। आफ्नो परिश्रमले कमाएको सबै पैसा लगानी गरेर उसले एउटा व्यवसाय सुरु गर्यो। समय बित्दै जाँदा त्यो सानो बिरालोको बच्चा एक सफल र प्रतिष्ठित व्यक्ति बन्यो। एक दिन ऊ राम्रा र महँगा कपडाहरू लगाएर बजारमा निस्कियो। उसको असाधारण रूप देखेर चारैतिर मान्छेहरूको भिड लाग्यो। उसले बजारबाट धेरै स्वादिष्ट खानेकुराहरू किन्यो र ती सबै खानेकुराहरू आफ्नै जस्तो कठिन जीवन बिताइरहेका असहाय बालबालिकाहरूलाई लगेर खुवायो। यस्तो साहसी र परोपकारी बिरालोको सम्मानमा एक लाइक र कमेन्ट